पहिला हामी बेस राख्नेछौँ। अब पहिला तपाईँले भाँडा लिनु पर्यो होइन, एउटा भाँडा लिनु पर्यो। त्यसपछि अब यो भाँडामा चाहिँ म यो बेस राख्दछु। अब आवश्यकता अनुसार तपाईँले कति साबुन बनाउनुहुन्छ यो भाँडामा राख्नु तताए है त, बुझ्नुहोस् है। तताएको यो बेस देख्नुभयो, यो बेसलाई पहिला राख्छु। अनि त्यसपछि तपाईँले चाहिँ तितेपातीलाई उता राखेर दिनुहोस् न। पानी हालेर मैले है। अब म यसलाई कम मात्रामा के मात्रामा मिसाउने छु है। यो मैले पकाइरहेको छु नि होइन। अब यसलाई मैले मिसाउने छु, जडीबुटीलाई आधी माथि मिसाउँछु है त। यो माथि मैले गिलासहरूमा यसरी राखेँ होइन, हेर्नुभयो, यसरी राखेँ। राखिसकेपछि यसलाई के गर्ने त एकछिनको लागि छोडिदिने, जमाउनुको लागि छोडिदिने है त। यसरी चाहिँ छोडिदिने भनेको यो चाहिँ अब चिसो हुनु पर्यो। केही समयपछि अटोमेटिक साबुन गरेर निस्किन्छ। अब कसरी निस्किन्छ अहिले देख्नुहुन्छ है त। अब हामीले साबुन बनाउनलाई मेसिन बाहिर ल्याउनु परेन, अलिक बुट्टावाला साबुन निस्किन्छ है त। अब यसै गरी तपाईँले चाहिँ यो निमलाई पनि सेम मिक्सर मेसिनमा पिस्नुहोस् अनि यस्तै तरिकाले बनाउन सक्नुहुन्छ, बुझ्नुभयो नि। अब यो अहिले बनाएर अहिले यसमा आफै गर्नु होला, हामी सामने छोडिदिन्छ।